सेवा विस्तार नगरी स्वास्थ्य बीमाको पहुँच घटाउनु भनेको गरिबलाई उपचार नगर, पीडा सह र अन्तमा मरे पनि राज्य जिम्मेवार हुँदैन भन्ने सन्देश दिनु जस्तै हो। यो बजेट 6 खर्ब 57 अर्ब 29 करोड रुपियाँ बराबरको बजेट घाटा छ। म अर्थमन्त्रीज्यूलाई सोध्न चाहन्छु, यो रकम कहाँबाट ल्याइन्छ? फेरि के विदेशीको ऋणको भार फेरि टाउकोमा थोपेर अगाडि बढ्नुपर्ने हो? 2 अर्ब 19 करोड रुपियाँ वास्तविक किसानलाई होइन, सुकिल्ला मुकिल्ला र करोडपतिहरूलाई वितरण गर्ने तयारी भएको हो कि भन्ने गम्भीर प्रश्न उठेको छ। सरकारी कर्मचारीको तलब वृद्धि भयो तर महँगी नियन्त्रण भएन। म अर्थमन्त्रीज्यू र अर्थमन्त्रीज्यूको परिवारलाई एउटा आग्रह गर्न चाहन्छु, एकपटक सरकारी अस्पतालको लाइनमा बसेर उपचार गराएर हेरिदिनुहोस्। सबभन्दा पहिले कृषि क्षेत्रको सम्बन्धमा बजेटमा गरिएको एउटा व्यवस्थाप्रति मेरो गम्भीर असहमति छ। बजेटमा न्यूनतम 2 करोड रुपियाँ प्रारम्भिक पुँजी भएका कृषि तथा पशुपन्छी उद्यमलाई 40% रकम प्रोत्साहन गर्ने अनुदान दिने व्यवस्था गरिएको छ। म सरकारलाई सोध्न चाहन्छु, नेपालका गाउँघरमा 2 करोड रुपियाँ पुँजी जुटाउन सक्ने किसान कतिजना छन्? वास्तविक किसानहरू जो बिहानदेखि बेलुकासम्म खेतबारीमा पसिना बगाउँछन् कि उनीहरू यो योजनाबाट बाहिर पारिएका हुन्? यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने हुन्छ। देशका 97% भन्दा बढी किसानहरूको पुँजी 2 करोड रुपियाँ भन्दा कम छ। त्यसैले यो कार्यक्रम किसानमुखी भन्दा पनि सीमित पहुँच भएका ठुला लगानीकर्तामुखी देखिन्छ। 2 अर्ब 19 करोड रुपियाँ वास्तविक किसानलाई होइन, सुकिल्ला मुकिल्ला र करोडपतिहरूलाई वितरण गर्ने तयारी भएको हो कि भन्ने गम्भीर प्रश्न उठेको छ। सम्माननीय सभामुख महोदय, सरकारको एकातिर नीति के छ? ग्यास, पेट्रोल र डिजेललाई विस्थापित गरी देशलाई विद्युतीय ऊर्जामा आधारित अर्थतन्त्रमा लैजाने। तर व्यवहार के छ? 50 युनिटभन्दा बढी विद्युत खपतमा पनि करको भार थप्ने, विद्युतीय सवारी साधनमा अन्तःशुल्कको नाम परिवर्तन गरेर स्वच्छ पूर्वाधार शुल्क जस्ता नयाँ शीर्षक मार्फत अतिरिक्त बोझ थोपर्ने। यदि विद्युतीयकरण नै लक्ष्य हो भने विद्युतीय प्रयोग र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुपर्ने हो कि नयाँ नयाँ नाममा शुल्क थप्दै हदोत्साहित गर्नुपर्ने? यसको जवाब चाहिन्छ। सम्माननीय सभामुख महोदय, जनतालाई निशुल्क स्वास्थ्य सेवा दिने बाचा गरियो, स्वास्थ्यलाई मौलिक अधिकार पनि भनियो, तर आज गरिब नागरिकले स्वास्थ्य बिमा मार्फत पाउँदै आएको उपचारको पहुँच कटौती गर्ने नीति ल्याइएको छ। स्वास्थ्य बिमाको रकम घटाइयो, सेवाको दायरा सीमित गरियो र लाखौं नागरिकलाई पुनः असुरक्षित बनाइयो। म सम्माननीय सभामुख महोदयज्यू, म अर्थमन्त्रीज्यू र अर्थमन्त्रीज्यूको परिवारलाई एउटा आग्रह गर्न चाहन्छु, एकपटक सरकारी अस्पतालको लाइनमा बसेर उपचार गराएर हेरिदिनुहोस्। त्यसपछि थाहा हुनेछ कि वर्तमान अवस्थामा सरकारी अस्पतालको सम्पूर्ण जनसङ्ख्याको भार धान्न सक्छ कि सक्दैन। सरकारी अस्पतालको क्षमता वृद्धि नगरी, चिकित्सकको सङ्ख्या नबढाई, उपकरणको व्यवस्था नगरी, सेवा विस्तार नगरी स्वास्थ्य बिमाको पहुँच घटाउनु भनेको गरिबलाई उपचार नगर, पीडा सह र अन्तमा मरे पनि राज्य जिम्मेवार हुँदैन भन्ने सन्देश दिनु जस्तै हो। आज गरिब नागरिकहरू स्वास्थ्य बिमाका कारण निजी अस्पतालमा उपचार समेत गर्न सकिरहेका थिए। यदि केही निजी अस्पतालले घोटाला गरेका थिए भने त्यसको समाधानमा बिमा कटौती होइन, त्यसका लागि अनुमान गर्ने, नियन्त्रण गर्ने, कारबाही गर्ने शक्तिशाली नियामक निकाय गठन गर्नु पर्थ्यो। हातमा चोट लाग्यो भन्दैमा उपचार गर्ने हो कि हातै काटेर फाल्ने हो, यो सरकारले सिक्नु र बुझ्नुपर्ने आवश्यकता देखिन्छ। सरकारले आज उपचारको बाटो रोजेन, बरु व्यवस्था नै कमजोर बनाउने बाटो रोज्यो। सम्माननीय सभामुख महोदय, संविधानले स्वास्थ्य र शिक्षालाई नागरिकको मौलिक अधिकार मानेको छ, तर दुःखका साथ भन्नुपर्छ यो बजेट अब बिरामीहरूलाई समेत कर लगाउन बाटो खोलेको छ। उपचारका खर्चमा कर लगाउनु भनेको निजी अस्पतालमाथि कर लगाउनु होइन, अन्तत त्यो कर उपचार गराउन गएका बिरामीले तिर्नुपर्ने हुन्छ। रोगसँग लडिरहेको नागरिकबाट समेत कर उठाउने सरकार यो कति निर्दयी हुन सक्छ? सम्माननीय सभामुख महोदय, त्यस्तै नेपालमै उत्पादन हुने औषधिलाई प्रोत्साहन दिनुको सट्टा आयातित औषधिलाई सहज हुने व्यवस्था गरिएको छ। यसको प्रत्यक्ष असर नेपाली औषधि उद्योगमा पर्नेछ। आज करिब 20 देखि 25 हजार युवाले रोजगारी पाएका औषधि उद्योगहरू सङ्कटमा पर्ने अवस्था सिर्जना भएको छ। झन्डै 50 भन्दा बढी ठुला औषधि उद्योगहरू बन्द हुने जोखिममा पुगेका छन्। स्वदेशी उद्योगलाई सँगसँगै गर्नुको सट्टा कमजोर बनाउने नीति राष्ट्रहित अनुकूल हुन सक्दैन। सम्माननीय सभामुखज्यू, अर्थमन्त्रीज्यूले विदेशमा लगानी गर्ने वातावरण सहज बनाउने कुरा गर्नुभएको छ, तर प्रश्न उठ्छ, नेपालबाट पुँजी बाहिर लैजाने वातावरण बनाउने कि विदेशमा रहेका नेपालीलाई नेपालभित्र लगानी गर्न प्रोत्साहन गर्ने? हामीलाई आवश्यक के हो भन्ने कुरा पनि अर्थमन्त्रीलाई यति ज्ञान हुँदैन भने हामीले कसरी विज्ञ भन्न सक्छौँ? सम्माननीय सभामुख महोदय, यो बजेट 6 खर्ब 57 अर्ब 29 करोड रुपियाँ बराबरको बजेट घाटा छ। म अर्थमन्त्रीज्यूलाई सोध्न चाहन्छु, सरकारसँग मेरो प्रश्न एउटा सरल प्रश्न छ, यो रकम कहाँबाट ल्याइन्छ? फेरि के विदेशीको ऋणको भार फेरि टाउकोमा थोपेर अगाडि बढ्नुपर्ने हो? माननीय सभामुखज्यू, देशले एउटा समस्या भोग्दै आइरहेको छ। यो आजको समस्या होइन। नीति निर्माण गर्नेहरू किताब पढे, विश्वविद्यालय पढे, तर समाज पढेनन्।
तथ्याङ्क पढे तर जनता पढेनन्। बजेटका अङ्क बुझ्नेहरू किसानको खेतसम्म पुगेनन्। गाउँका बिरामी र श्रमिकको दुःख, बेरोजगार युवाको पीडा र विदेशी न बाध्य नागरिकको मनोविज्ञान बुझ्न सकेनन्। देशलाई माटो बुझ्ने नेतृत्व चाहिन्छ। धान र गहुँ कुन बालीमा कस्तो पानी चाहिन्छ भन्ने सामान्य यथार्थ नबुझ्ने मानिसले कागजमा अर्थशास्त्र लेख्न सक्छ तर जनताको जीवन बदल्न सक्दैन। सम्माननीय सभामुख, त्यसैले त होला सरकारी कर्मचारीको तलब वृद्धि भयो तर महँगी नियन्त्रण भएन। सरकारी कर्मचारी र सरकारी जागिर त सीमित व्यक्तिले खान्छन्। यदि महँगी नियन्त्रण भयो भने यो सबैका लागि हुन्छ। यो हामीले लामो समयदेखि बताएन। सम्माननीय सभामुख महोदय, यो देश चिल्ला सुकिल्ला मुकिल्लाको मात्र हो कि गरिब र किसान, मजदुर र श्रमिक र दुर्गमका नागरिकको पनि हो? दुर्गमका अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव छ, उपकरण छैनन्, विशेषज्ञ चिकित्सक छैनन्, आधारभूत औषधि समेत नियमित उपलब्ध छैनन्। तर तिनको व्यवस्थापन र स्वास्थ्यमा पूर्वाधार सुदृढीकरणका लागि पर्याप्त नीतिगत प्रावधान देखिँदैन। जनताको करबाट चल्ने राज्यले यदि जनताकै आधारभूत स्वास्थ्य, शिक्षा र जीविकोपार्जनलाई प्रश्न पार्न दिन सक्दैन भने त्यो सफलताको मापन केवल कागजमा हुन्छ, जनताको जीवनमा हुँदैन। त्यही भएर सम्माननीय सभा महोदयज्यू, म अपिल गर्न चाहन्छु, यो देशका जनता सबै करोडपति र सबै अरबपति छैनन्। यो देशको झन्डै 80% भन्दा बढी जनताहरू आज मध्यमवर्गीय छन्। बजेट तिनका लागि ल्याउने हो, व्यापारी पोष्णका लागि ल्याउने होइन।